पोर्तोबाट हामी बाबा छोरीको ट्रेनमा जाँदै घरमा दार्जिलिङ पोर्तोको यस्तो छेउमा कति जाडो हुन्छ होला त्यो पानी पर्दाखेरि राम्रो छ ठाउँ घर छेउसम्म मान्छेको घरहरू जस्तो दामी दामी घरहरू छ पुरानो राजधानी यो बनाएको पोर्तो होला सायद बनाएको भनेर पहिला अलिक सानो खोला थियो होला पछि ठुलो अलिक ठुलो बनाएको है त्यो त मान्छेहरू रहेछ खेलेको अब यस्तो जाडोमा के खेल्यो भने कहाँ उयो होइन रहेछ हाँस पो भाग्यो रहेछ भोलि पर्सि त यहाँ मान्छे टन्नै हुन्छ नि होइन नि मान्छे हो त मान्छे नै हो त्यही त अस्ति त खेलिरहेको थियो अहिले त झन् अलि न्यानो भयो नि यो पानी त अलिक फोहोर छ होइन फोहोर हो नि यो त फोहोर भनेर खोलाको पानी हो क्या यो खोलाहरू मिसेर बनेको ताल हो कि दुई तले सिप छ ठिक्कको सिप रहेछ त्यति ठुलो त होइन है यो सिप यहाँ त्यस्तो ठुलो त होइन यहीँतिरको लोकल सिप रहेछ रेस्टुरेन्टहरू इन्जोय होला सायद उ तल कचा 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 फरक घर है